यी हुन् भिआइपी चोर प्रेम थारू, जसले 8 मिनेटमै 1 करोड भन्दा बढीका गरगहना चोरी गरे। चोरीकै पैसाबाट जोडे 3 तल्ले घर, करोडौंको गाडी र जग्गा। बैंकमा छ 16 लाख नगद। अचम्मको कुरा त के छ भने उनले आफ्नै घरमा तलब दिएर रेखदेख गर्ने कर्मचारी राखेका छन्। दर्शकबिन, जीवनभर इमानदार भएर काम गर्दा बैंकमा 1 रुपैयाँ पनि सेभिङ नभएका र सपनाको घर बनाउन नसकेकाहरूलाई प्रेम थारूले झस्काइदिएका छन्। बाँकेका 41 वर्षीय प्रेम थारूले चोरीकै पैसाबाट करोडौंको घर, गाडी, जग्गा र गरगहना जोडेका छन्। उनी यतिसम्म चतुर छन् कि काठमाडौँको बौद्ध स्थित एक घरमा घरधनी माथिल्लो तलामा खाना खान गएको बेलामा मौका छोपी कोठामा प्रवेश गरेर दराज फोडेर 8 मिनेटमै सुनका गरगहना चोरी गरेर फरार भएका थिए। प्रहरीले उनलाई गोली हानेर पक्राउ गरेको थियो। चोरी भएको गरगहनाको मूल्य 1 करोड 21 लाख रुपैयाँ भन्दा बढी रहेको खुल्नमा आएको छ। अनुसन्धानका क्रममा प्रेम थारूले वर्षौंदेखि चोरी गर्दै आएको र चोरीबाटै कमाएको पैसाले उनले